हुन्छ। अब त्यो अत्तालिन्छ, म चाहिँ अत्तालिन्छ कहिले अत्तालिनँ। मसँग गोजीमा गाडी भाडा ट्यु जानलाई 7 रुपियाँ लाग्ने, 5 रुपियाँ मात्रै हुँदाखेरि बालाजुदेखिको म ट्युसम्म किर्तिपुरसम्म हिँडेर गएको छ। त्यसपछि मम्मी बित्नु भइसकेपछि अनि लकडाउन भयो। लकडाउन भइसकेपछि अब त्यो स्रोत चाहिँ एकदमै गाह्रो भयो, पैसाहरू पनि नहुने कुर्ता। अनि उताबाट आधीउधी कपडा ल्याउने, आधीउधी यहाँ होलसेलबाट ल्याएर अनि त्यसै गरी मेरो खर्चहरू चलिरहेको थियो। एकदमै सफल छु जस्तो लाग्छ, किनकि मैले कमाइ भनेको आफ्नो ठाउँमा छ, तर सद्भाव माया प्रेमले गर्दा चाहिँ म एकदम सफल छु जस्तो लाग्छ। कमाइ ठिकै हुन्छ। मेरो त्यत्रो ठुलो व्यवसाय छैन, त्यो 30-35 जना आँट्ने हो जस्तो। हामीलाई सबै कुरा त्यहाँको लोकेसन पनि थाहा थिएन। अनि उहाँले त्यो मैलचोकमा आउनु यस्तो यस्तो ठाउँमा भनेपछि त्यो दाइ आउनुभयो। अनि तर तिनीहरूले चाहिँ चारैपट्टि घेरा हालिसकेका थिए हामीलाई चाहिँ। अब के गर्दै थाहा थिएन। त्यही जुन मलाई भन्ने भाइहरूले पनि उनीहरूले बाइकमा तपाईँहरू भाग्न सक्नुहुन्छ नि 2 जना, हामी एउटा बाइक छ भनेर उनीहरूले चाहिँ गर्नु खोजिराखेको थियो। तर उनीहरूको पनि भर नलागेकोले गर्दा पछि जब त्यो दाइ आउनुभयो र हामी भाग्ने बेला चाहिँ त्यो बाइकहरू पुरै त्यो घाँसमा बाइक मात्रै देखाएको थियो, मान्छेहरू चाहिँ कता लुके थाहा भएन। उनीहरूले चाहिँ आक्रमण गर्ने खोजिहालेको छु। तर के कारण चाहिँ त्यस्तो उहाँहरूले चाहिँ के सोचेर गर्नुभयो, अब अहिले उहाँहरूलाई थाहा होला हामीले के कारणले गर्दा यिनीहरूलाई आक्रमण गर्नु खोजे। हामी एकजना म्याम हुनुहुन्थ्यो अनि म थिएँ, जुन उहाँहरूको आक्रमणबाट चाहिँ बच्यौँ। अनि त्यसपछि अनि हामीले त्यहाँ गएर अनि त्यो रात त्यहाँ बसेर अनि म काठमाडौँ आएपछि त्यो जागिर पनि छोडेँ मैले, यस्तो रिस्क लिएर भनेर। त्यसपछि 1-1.5 महिना गरेँ, त्यसपछि त्यो जागिर पनि छोडेँ। अनि दादा दिदीहरूको पनि कमाइ राम्रै, उहाँहरू पनि राम्रै हुनुहुन्थ्यो। दाइहरूको पनि राम्रै थियो, जागिर हुनुहुन्थ्यो 3 जनै दाइ। दिदीहरू पनि राम्रो हुनुहुन्थ्यो, भेनाहरू पनि अब बाहिर विदेशमा भएको। त्यही पनि सहयोग भनेको चाहिँ अब त्यो आफ्नो भाग्यको कुरा हो। मैले चाहिँ कसैबाट पनि खासै त्यस्तो सहयोग चाहिँ पाएन, किनकि म आफैले कमाएर आफैले पढ्नुपर्ने। मलाई फेरि पढ्नुमा चाहिँ एकदमै जसरी हुन्छ डिग्री सिध्याउनै पर्छ भन्ने मेरो चाहिँ। अनि एकजना दाइ हुनुहुन्थ्यो, उहाँले अलिअलि हेल्प गर्नुभएको छ, त्यो चाहिँ म उहाँको गुण बिर्सिन्न। अनि मम्मीले नै कहिलेकाहीँ पठाउनुहुन्थ्यो, बाँकी त मैले नै अब कहिले के काम गर्ने हुँदा मैले काठमाडौँमा र यहाँ किर्तिपुरमा मैले साथीकोमा खेतमा खन्नुसम्म गएको छु, किनकि मलाई त्यो पकेट खर्चको लागि एकदमै गाह्रो हुने। अनि खाजाहरू खानुको लागि कति। अनि त्यसपछि मैले फेरि पछि डिग्री गरेपछि चाहिँ अनि ट्युबाट नै अनि गेम खेलेँ, भलिबल खेलेँ अनि फुटबल खेल्यो। त्यो बेला चाहिँ त्यो खेल्दाखेरि चाहिँ अब खाजासाजा त्यहीँबाट दिने। अनि खेलहरू खेल्दाखेरि गेमपट्टि मात्रै ध्यान गयो कि फेरि पढाइभन्दा पनि गेममा मात्रै ध्यान गयो। 1 वर्ष 2 वर्ष यताउति हुँदाखेरि ट्युबाट खेलाडी भयो। अनि फर्स्ट इयर सिद्धिसकेको थिएँ, सेकेन्ड इयरको बेला पुरै गेममा गइसकेपछि पछि इक्जाम दिँदा चाहिँ मेरो 2nd डिभिजन मात्रै भयो रिजल्ट आउँदा चाहिँ। 2nd डिभिजन भएपछि त अलिकति मार्क्स पुगेन, मलाई भयो 1st डिभिजन ल्याइन भनेर एकदमै रिग्रेट भयो। अनि अब घर जाँदाखेरि पनि 1 महिना लाग्ने क्लास छुट्ने, मैले राम्रो क्लासै लिएन। अनि त्यसपछि फेरि मैले 1st डिभिजन ल्याउनु पर्छ भनेर फेरि सोसियोलोजीमा जोइन गरेँ। त्यो बेला झन् मम्मी बिरामी हुनुभएको थियो। अनि मम्मीलाई धेरै समय दिनुपर्ने भएकोले गर्दाखेरि मैले फेरि सोसियोलोजीमा पनि क्लास लिनै पाइनँ। तर पनि राम्रै मार्क्समा पास गरेँ। मेरो डबल डिग्री चाहिँ हो, तर एकदमै कठिन। अनि मैले राजनीतिमा प्रवेश चाहिँ मैले ट्यु पढ्दाखेरि नै गरेँ। जब ट्युमा भइसकेपछि त्यहाँ त अब जागिर थिएन केही गर्नको लागि। अनि त्यसपछि त्यही साथीहरू अब पहिला नै पोलिटिक्स गर्ने, म सोलुमा रहँदाखेरि चाहिँ अन्डासे बिउको जिल्ला कमिटीको सदस्यसँग भएको थिएँ। त्यहीको साथीहरूसँग जोडिँदै जाँदा यहाँ चाहिँ मैले के अरे अखिल क्रान्तिकारीको साथीहरूसँग भेट भएपछि अनि त्यसपछि पहिला चाहिँ नेपाल कम्युनिस्ट पार्टीमा थिएँ, त्यसपछि त्यहाँ हामी भएर अनि मैले ट्युबाट चाहिँ विद्यार्थी सङ्गठनमा जोडिँदै अनि पछि अखिल क्रान्तिकारीको चाहिँ केन्द्रीय सचिवसम्म भयो। अनि त्यही बिचमा नै म ट्यु पढ्ने बेला चाहिँ कुर्ता व्यापार गर्थेँ उता भन्सारबाट कुर्ताहरू ल्याएर अनि मेरो साथीहरूलाई बिकाउँथेँ कुर्ता। अनि उताबाट आधीउधी कपडा ल्याउने, आधीउधी यहाँ होलसेलबाट ल्याएर अनि त्यसै गरी मेरो खर्चहरू चलिरहेको थियो यता। अनि त्यति पनि हामी बिचमा त्यो क्लास नभएको बेला चाहिँ मैले ब्युटिसियनको ट्रेनिङ पनि लिएँ। अनि एकजना मेरो गोर्खाको साथी हुनुहुन्थ्यो, एकदम बेस्ट फ्रेन्ड मेरो, अहिले उहाँ जापानमा हुनुहुन्छ। अनि उहाँ र म चाहिँ ब्युटिसियनको, उहाँले चाहिँ फेरि मैले चाहिँ बेसिक मात्रै लिएँ, उहाँले चाहिँ स्पेसल गरेर मास्टर्स गरेर त्यही ब्युटिसियनबाट अहिले कोरिया के अरे जापानमा पनि राम्रै गरिरहनु भएको छ। उहाँले सायद स्टुडियो खोल्यो भन्ने सुनेको थिएँ।
अनि त्यसो गरेर अनि त्यहाँबाट त्यो हाम्रो खर्च पकेट खर्चको लागि चाहिँ हामीले यस्तो यस्तो गरेर त्यसपछि त्यो फेरि पार्लर बेच्ने फेरि अर्को ठाउँ खोल्ने फेरि बेच्ने त्यही तरिकाले अनि त्यसपछि हामीले आफ्नो खर्च चाहिँ जुटायौँ। अनि त्यसले खर्च नपुगेपछि मार्केटिङ गर्थेँ, मार्केटिङ पनि भएन चाहिँ त्यो कुर्ताहरूको व्यापार गर्थेँ साथीहरूलाई। अनि त्यहाँबाट 2-400 नाफा आइसकेपछि त्यसरी चलेको थिएँ। बिचमा आफ्नै मान्छेले सामान लिनु पठाएको पैसा चाहिँ उहाँले अलिअलि गरिदिनु भयो, हिनामिना गरिदिनु भयो। त्यसपछि मैले त्यो पनि छोडेँ। अनि त्यसपछि अनि कपनमा आएपछि चाहिँ म बुढानी कण्ठ क्याम्पसमा चाहिँ ब्याचलरलाई पढाउनु त्यहाँ टिचिङ गर्नु थालेँ। अनि त्यसपछि यता स्कुलमा पनि पढाउँथेँ, निहारिकामा बालाजु। अनि दुई ठाउँ पढाउँदै कोरोना भयो। कोरोना जुन लकडाउन भइसकेपछि चाहिँ एकदमै गाह्रो भयो। अनि तलबहरू पनि खासै नआउने कटौती, अनि यता ऊ पनि नहुने, खर्च सार्च नहुने, अलिअलि कमायो। अनि त्यसपछि कोठा भाडा दिँदै ठिक हुने। अनि त्यो बेला चाहिँ मैले खासै अनि त्यो बिचमा त मेरो मम्मी पनि यो जुन म क्याम्पस पढाउँदा मेरो मम्मी पनि बिरामी भएर प्यारालाइज हुनुहुन्थ्यो। अनि त्यो बेला मैले त्योभन्दा अगाडि पनि क्याम्पस पढाउनुभन्दा अगाडि पनि म उसमा रहँदा चाहिँ मल्टिटेकमा र रेड नेपालमा चाहिँ अनि मल्टिटेकमा काम गर्दाखेरि म रेड नेपालमा तबला सिक्थेँ। अनि त्यो तबला सिक्ने चाहिँ फेरि कसरी भयो भने मेरो मम्मी बिरामी प्यारालाइज भएको थियो, एकदम अनकन्सियस। पहिला दादा बित्नुभयो, दादा बितेको 1 वर्षमा मम्मी चाहिँ त्यही टेन्सनले गर्दाखेरि जुन प्यारालाइज भयो, प्यारालाइज भएपछि उहाँको चाहिँ बोली नआउने स्ट्रोक भइसकेपछि मैले रातारात काठमाडौँ लिएर आएँ। अनि टिचिङमा उपचार गरेँ। त्यो समय चाहिँ म झन्डै डिप्रेसनमै गइसकेको थिएँ, किनकि हस्पिटलमा एकदम बस्ने, अनि आफ्नो राम्रो जागिर पनि नभएको, त्यही माथि मम्मी पनि बिरामी भइसकेपछि। अनि त्यति मात्रै होइन, फेरि मम्मी त बिरामीसँग चाहिँ बुवा पनि बिरामी भएर ल्याउनु भयो। अनि मम्मी बाबाको स्याहार र आफ्नो भने जस्तै इन्कम ऊ नहुँदाखेरि चाहिँ अनि झन्डै डिप्रेसन नै गइसकेको थिएँ। अनि त्यो डिप्रेसन यस्तो हुनुहुन्न, डक्टर पनि देखाएँ मैले। अनि पछि चाहिँ अनि ल हुँदैन भनेर ठ्याक्कै अनि साथीहरूसँग, मेरो साथीहरू चाहिँ म्युजिकतिरको साथीहरू हुनुहुन्थ्यो। अनि मलाई तबला एकदमै पहिलेदेखि रहर लाग्ने। अनि फेरि रेड नेपालमा अनि तबला पनि प्र्याक्टिस गरेँ, त्यहाँ सिकेँ। त्यसपछि यता अर्को ठाउँ पनि जब गर्दै थिएँ। अनि जब गरेपछि अनि मेरो त्यो बेला चाहिँ पढाइ पनि धेरै बिग्रिएको थियो। त्यो बिचमा चाहिँ यता कलेजको पनि इक्जाम पनि छुट्याएको थियो मम्मी बिरामी भएकोले। अनि त्यहाँबाट यता जागिर पनि छोडेँ। अनि पछि अनि त्यो लकडाउन, त्यसपछि मम्मी बित्नु भइसकेपछि अनि लकडाउन भयो। लकडाउन भइसकेपछि अब त्यो स्रोत चाहिँ एकदमै गाह्रो भयो, पैसाहरू पनि नहुने। अनि त्यसपछि मैले चाहिँ कोठा चढ्नको लागि चाहिँ अब मम्मी बित्दाखेरि चाहिँ बुवालाई चाहिँ काठमाडौँ ल्याएर राख्नु पऱ्यो। अनि फ्लाइटै खोज्छु भन्दा कति धेरै ठाउँमा कोठाहरू खोजेँ, भएन। पछि अनि अब व्यवसाय नै गर्नु पऱ्यो भनेर मैले अरू व्यवसाय पनि खोजेँ। अनि मन्टिसोरी नै खोलौँ कि भनेर मन्टिसोरी स्कुलहरू पनि खोजेँ, तर भने जस्तो घर पाएन। त्यसपछि मलाई मम्मी राखेपछि केयर होम खोल्नु मन थियो। त्यो बुढाबुढीहरूको दुःख गरेर एकदमै महँगो केयर होममा चाहिँ अब दिनको 2500-3000 तिर्नुपर्ने हुन्थ्यो, कहिलेकाहीँ त्योभन्दा पनि बढी नै फी आउने। अनि त्यसले गर्दा चाहिँ बरु केयर होम खोल्ने, थोरै उसमा चाहिँ बुढाबुढीहरूलाई चाहिँ गर्नु पाएदेखि हुन्थ्यो जस्तो मलाई चाहिँ एकदमै फिल भएर। त्यही बिचमा अब कोठा पनि हुने भने कोठा नि खोज्दै, कोठा खोज्दा अनि ट्याक्कै एउटा घर भेटेँ। अनि होइन जसरी भए पनि त केही सेवामूलकै काम गर्नुपर्छ भन्ने जस्तो लागेर अनि व्यवसाय पनि भयो, सेवा पनि भयो। अनि मैले चाहिँ होस्टेल खोलेँ। अनि होस्टेलमा चाहिँ त्यसपछि लकडाउन भयो। अनि खासै त्यहाँ दिदीहरूले, अर्को दिदीहरूले खोल्नु भएको थियो। 10 गतिबाट चैत 10 गतिबाट चाहिँ लकडाउन भएको, 1 गतिबाट चाहिँ त्यो घर लिएर दिदीहरूले गरिरहनु भएको थियो। अनि भनेपछि चैत वैशाख जेठ 3 महिनासम्म त भाडा मात्रै तिरेर एकदम उहाँहरू पनि एकदम फस्नुभयो। अनि त्यो चाहिँ मैले अनि उहाँहरूको पनि त्यो जुन घर लिने दिदीको पनि मम्मी बितेकोले गर्दा उहाँ पनि समस्यामै हुने थियो। अनि व्यवसाय नगरिकन भाडा मात्रै तिर्नु पर्दाखेरि त गाह्रो, महिनाकै अब 75-80 हजार तिर्नु पर्दा। अनि उहाँले पनि नसक्ने भएर अनि उहाँले मलाई भन्नुभएपछि ल आधी बिहोहरू म लिन्छु नि त भनेर। त्यसपछि लकडाउनमै मैले चाहिँ हात हालेँ। अनि लकडाउनकै टाइममा सामानहरू जुटाएर अरूले चाहिँ त्यो बेला सबैले बन्दा गरेको थियो, नसकेर भाडा तिर्न नसकेर विद्यार्थीहरू नभएर। तर मैले चाहिँ त्यो बेला फेरि अब कसरी आँटायो के भयो नै, अब त्यो बेला सामानहरू अरू जुन बन्द भएको होस्टेलको सामानहरू लिएर मैले चाहिँ लकडाउनकै बेला असारबाट अनि सुरु गरेँ, होस्टेल सुरु गरेर। अनि मलाई जसरी भए घर चाहिँ लिनु थियो भनेर अनि होस्टेल नै भनेर पनि मैले घर लिएँ, सामानहरू पनि ल्याएँ। अनि त्यो घर लिइसकेपछि विद्यार्थीहरू त थिएन बल्ल। अनि पछि तरकारी बजारका मान्छेहरू पनि कहाँ बस्ने भइरहेको थियो, उनीहरूलाई पनि बस्नु गाह्रो। त्यतिखेर कोठा भाडा पनि कसैले नदिने।
भाडामा। अनि एकले अर्कालाई छुनै नसक्ने गाह्रो भइसकेपछि मैले तरकारी बजारको मान्छेहरूलाई राखेँ पहिला चाहिँ। अनि त्यसपछि डक्टरहरू, यो टिचिङ हस्पिटलका डक्टरहरू बस्नुभयो 2-4 जना। अनि त्यसपछि अनि होस्टेल सञ्चालन गर्न थालेँ। अनि मेरो बाबालाई पनि बोलाएँ। अनि त्यसपछि विद्यार्थीहरू मैले विज्ञापन चाहिँ गरिनँ कहीँ पनि, गुगलमा राखेँ विज्ञापन चाहिँ, कतै पनि यस्तो उस्तो भनेर कहीँ पनि गरिनँ। अनि त्यसपछि विद्यार्थीहरू बिस्तारै बिस्तारै बोर्ड हेरेर अनि गुगल हेरेर विद्यार्थीहरू आउन थाल्नुभयो। अनि लकडाउन त फेरि सेकेन्ड लकडाउन नै भयो। त्यो बेला पनि विद्यार्थीहरू हुन्थ्यो, विद्यार्थीहरूलाई पनि कोरोना लागेको थियो। समस्या त अब मेरो मात्रै होइन, लकडाउनको बेला यो कोरोनाले त धेरैलाई सताएको थियो। तर जब त्यो लकडाउन भइसकेपछि मलाई एकदमै समस्याले नै एउटा समाधानको बाटोहरू रोजेकोले गर्दाखेरि मैले चाहिँ अब जसरी हुन्छ लकडाउनमा यस्तो भइसकेपछि अब भएको पैसाहरू पनि सकिने बेला भइसकेको थियो। अनि तलबहरू पनि नदिएपछि होइन मैले केही गर्नुपर्छ भनेर मसँग अलिअलि भएको पैसाहरू चाहिँ पहिला अर्कै ठाउँ मैले अर्को बिजनेस पनि गर्थेँ, त्यहाँ लगानी गरिसकेको थिएँ। अनि केही पैसाहरू चाहिँ भएकोले गर्दाखेरि मैले आर्ट गरेर अनि होस्टेल खोलेँ। अनि पछि बिस्तारै बिस्तारै भाइहरू आउन थाल्नुभयो। अनि मेरो चाहिँ बोइज होस्टेल हो। त्यसपछि अनि विज्ञापनै नगरे पनि बिस्तारै 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 त्यत्रो धेरै कमाइको अपेक्षा पनि गरेको थिइनँ मैले। अब 10-15 जना विद्यार्थीहरूको चाहिँ खास मेरो 30-35 जनाको क्षमता हो। तर बिस्तारै 20-25 जना हुँदै गयो भाइहरू। अनि एकदमै राम्रो भएको छ अहिले चाहिँ, एकदम राम्रो भन्दा नि जस आफूलाई जीविकोपार्जन गर्नु चाहिँ चलाछ। हुनु पनि फुलफुले जति फल लाग्दैन, फल लगाए जति झुन्डिँदैन। यति फुल्ने जति फल लाग्ने जति झुन्डिने हो भने त मान्छेले जे सोचे त्यही हुन्थ्यो। अनि त्यही भएर अब हरेक सङ्घर्षहरू हुन्छ। अब त्यो अत्तालिन्छु, म चाहिँ कहिले अत्तालिनँ। मसँग गोजीमा गाडी भाडा ट्युजनलाई 7 रुपियाँ लाग्ने, 5 रुपियाँ मात्रै हुँदाखेरि बालाजुदेखिको म ट्युसम्म किर्तिपुरसम्म हिँडेर गएको छ। तर मलाई त्यो दुःख लाग्दैन, कस्तो रमाइलो लाग्छ। मैले सोलुबाट आउँदाखेरि पनि जुन मैले घर छोड्नु परेको दिन, अब त्यो बेला म अलिअलि गजल कविताहरू लेख्थेँ। त्यो बेला अहिले गजलहरूमा छ मेरो लेखेको त्यो बेला कविताहरू। मैले उपन्यास पनि पहिला 11-12 पढ्दाखेरि म जस्तो साहित्यहरूमा चाहिँ अलि राम्रै गर्थेँ। अनि मैले उपन्यास पनि लेखेको छु पहिला, तर मैले प्रकाशन चाहिँ गरिनँ, त्यो आफ्नै मात्रै भयो। अनि कविताहरू गजलहरू लेख्थेँ। अनि मैले ती कुराहरूमा चाहिँ मैले गरेको हरेक पहिला दुःखहरू भएको चाहिँ गजलमा कवितामा पोख्ने गर्छु। त्यही भएर मलाई त्यो जब दुःख हुन्छ तब म कविताहरू लेख्ने भएकोले गर्दा मलाई त्यो दुःखको नै भएन। तर मलाई त्यो कहिले अत्तालिन चाहिँ गरिनँ। गाह्रो त गाह्रै हुन्थ्यो। जब मम्मीलाई त्यति धेरै गाह्रो भयो, मम्मी बित्नु भयो, त्यो बेला गाह्रो नहुने भन्ने कुरै भएन। मम्मीलाई धेरै अब खर्च लाग्यो, मम्मीलाई बचाउन सकेन। त्यही माथि मेरो बाबा 81 बित्नु भयो, त्यो पनि भयो। अनि त्यसमा अब बिजनेसहरू त उतार चढाव भइरहेको हुन्छ। एकदमै सफल छु जस्तो लाग्छ, किनकि मैले कमाइ भनेको आफ्नो ठाउँमा छ, तर सद्भाव माया प्रेमले गर्दा चाहिँ म एकदम सफल छु जस्तो लाग्छ। कमाइ ठिकै हुन्छ। अब मेरो त्यत्रो ठुलो व्यवसाय छैन, 33-35 जना आँट्ने हो होस्टेल। अनि अब प्याक नै हुन्छ, भाइहरू आउनुहुन्छ, बुक गर्नुहुन्छ। अनि राम्रो मान्छेहरू, राम्रो भाइहरू बस्नुहुन्छ। कुनै पनि अब व्यवसायमा जेमा पनि सफलता हुनको लागि त कुर्नु चाहिँ सक्नुपर्छ। त्यो लकडाउनको बेला यदि मैले नकुरेर मैले नि बेचेको भएदेखि बेचिहालिन्थेँ। अनि एकैचोटि हुँदैन, एकैचोटि कुनै पनि कामहरू भने जस्तै त्यो चटक्कै चमत्कार जस्तो हुँदैन। त्यसले गर्दाखेरि कुर्नु चाहिँ पर्छ, धैर्यता चाहिँ राख्नुपर्छ। जन मैले त सोलुबाट काठमाडौँ आउँदा त मैले त मम्मीले 2000 दिनुभएको थियो, मसँग 4000 बोकेर आयो खास त। अनि त्यो बेला काठमाडौँको अब यो दुःख भन्दा त कति धेरै छ कि दुःखहरू त। अब यहाँ काठमाडौँमा ठुलो ठाउँमा बिग्रे पनि ठुलै ठाउँमा बिग्रिन्छ, सप्रे पनि ठुलै ठाउँमा सप्रिन्छ भन्नुहुन्थ्यो मेरो मम्मीले। अनि बाबाले चाहिँ स्याल मार्नु जाने मान्छेले बाघ मार्ने खजाना बोक्नुपर्छ, जहिले पनि आफूलाई चाहिँ एकदम स्ट्रङ चाहिँ हुनुपर्छ है भन्नुहुन्थ्यो। अनि त्यसले गर्दाखेरि शान्ति न दुःखले त खासै मलाई छुएन। अहिले त विश्व नै एउटा गोजीमा बोकेर हिँडेको छ। अनि कति धेरै कुराहरू छ, ती खोज्नु पनि पाइन्छ। परिश्रम त परिश्रमै गर्नुपर्छ। जे कुरा नै प्र्याक्टिस नगरिकन प्र्याक्टिस गर्ने, धैर्यतामा रहने र अनि आफूलाई जसरी हुन्छ अब्बल बनाउने।